हरि ओम। कोजागत पूर्णिमाको महत्व, कोजागत पूर्णिमामा कुन राशिलाई यसपालि कस्तो फलिफाप रहेको छ त्यो सम्बन्धी सम्पूर्ण जानकारी लिएर म उपस्थित भइसकेको छु अङ्क ज्योतिष पुष्करको। आउँ सुरु गरौँ। आज मिति 2082 साल असोज 20 गते, तदनुसार 6 अक्टोबर 2025। आज बडा दशैंको 15औं दिन कोजागत पूर्णिमा। आज कोजागत पूर्णिमा हिजो नै असोज 5 गते रातिको 10:18 सुरु भएर आज असोज 6 गते राति 8:47 यसको समापन हुँदैछ। कोजागत पूर्णिमा भन्ने बित्तिकै को र जाग्रत भन्ने शब्दबाट बनेको छ। यसलाई हेर्दाखेरि कसका लागि जागृत गर्ने अथवा कसलाई चाहिँ जागा बस्ने भन्ने प्रश्न आउँछ। यो भनेको चाहिँ लक्ष्मीका लागि जागा बस्ने, जसका घरमा हामी माता लक्ष्मीको आराधना गर्दै आजको दिन बिताउँछौँ, उहाँका घरहरूमा लक्ष्मी वास गर्नुहुन्छ भन्ने किम्वदन्ती चलन र प्रचलन रहेको छ। जागेर गर्ने, विशेष गरी को जागत यानि कि जागृत भएर, जसले श्रम र श्रद्धा गर्छ, जागृत भन्छ, उसलाई लक्ष्मीले आफै आएर त्यो घरमा बास बस्नुहुन्छ भन्ने किंवदन्ती रहिरहेको छ। र लक्ष्मीसँगको कुरा गर्दा आर्थिक समृद्धि, शान्ति र धनवृद्धिका लागि यो साल शुभ रहेको देखिन्छ र व्यापार व्यवसाय र नयाँ कार्य सुरु गर्नका लागि पनि यो दिन अति नै शुभ रहेको छ। कोजागत पूर्णिमाका कुरा गर्दाखेरि घर सफा गर्ने, दियो बल्ने, दियो सजाउने, सन्ध्याकालमा घर र अफिसहरू कार्यालयहरूमा चाहिँ विशेष गरी दियो बाल्ने गर्दाखेरि शुभ रहन्छ। र रातमा जागा बसे गीत भजन आरती ध्यान गरेर राति लक्ष्मीको स्वागत गर्ने, लक्ष्मीलाई जागृत रहँदै लक्ष्मीलाई बोलाउने जुन आराधना गर्छौँ, त्यसले कोजागत मनाउनलाई हामीलाई र कोजागत पछाडिका दिनहरूलाई सहज बनाउन लक्ष्मीको आगमन हुन्छ भन्ने विश्वास रहेको छ। कोजागत पूर्णिमाका दिन दान र दीपदान भनिन्छ। विशेष गरी कोजागतको रातमा चाहिँ दीपदान अत्यन्तै शुभ मानिन्छ। यहाँहरूले पनि दीपदान गर्न सक्नुहुनेछ। यो दिन चाहिँ चन्द्रमाको ऊर्जा सबैभन्दा बलियो हुने भएकाले यसलाई यो दिन कोजागत पूर्णिमाको दिन जागृत रहनलाई विशेष गरी यसको मान्यता रहिआएको छ भने धन वृद्धि र सुख समृद्धिको योग चाहिँ बलियो हुन्छ। तसर्थ त्यो दिन चन्द्रमा बलियो भएका दिन चाहिँ हामी जागृत बस्नु पनि हाम्रो शरीर, मन र आर्थिक अवस्थालाई चाहिँ सुधार ल्याउँदछ। जुन राशिमा अझ चन्द्रमा पर्छ त्यस राशिका व्यक्तिहरूलाई धन सम्बन्धी अवसर मिल्ने चाहिँ बढी सम्भावना रहेको छ। रात्रिमा जाग्रा बसिरहँदाखेरि 108 पटक चाहिँ लक्ष्मीको मन्त्र उच्चारण गर्ने, 5 वटा दीप घरका 4 वटा कुनामा एउटा कुनामा पूजा स्थानमा चाहिँ दीप बाल्नु पर्दछ भने बिहान गाईलाई रोटी र दूध अर्पण गरेर कोजागत पूर्णिमालाई हामीले अन्त्य गर्न सक्छौँ। त्यसै गरी राति चाहिँ लक्ष्मीको प्रतीकको रूपमा श्रीयन्त्र स्थापना गरी पनि पूजा गर्न सकिन्छ। यी त भए कोजागत पूर्णिमाका महत्त्वका कुराहरू। अब कोजागत पूर्णिमा आजको दिन कुन राशिलाई कस्तो रहन्छ, यो 12 वटा राशिको प्रभाव र शुभ सल्लाह र उपायसहित म यहाँहरूसँग सुरु गर्दैछु। सुरु गरौँ 12 राशि अनुसारका कोजागत पूर्णिमाको प्रभाव कस्तो रहनेछ। मेष राशि हुने आज तपाईहरुका लागि कोजागत पूर्णिमामा विशेष गरी धन र प्रतिष्ठा लाभ बढ्ने देखिएको छ भने अधुरा र आर्थिक कामहरू जुन रहेका छन् त्यो चाहिँ पूरा हुने देखिन्छ भने यसलाई चाहिँ तपाईले विशेष गरी राति 5 वटा दियो जलाएर दक्षिण दिशामा चाहिँ राख्नुभयो भने तपाईलाई शुभ हुने देखिएको छ भने शुभ रङ रातो हो भने शुभ अङ्क 9 रहेको छ। वृष राशि
वृष राशिमा तपाईँलाई आजको लागि परिवारमा सुख, व्यवसायमा लाभ र पुरानो रोकेका कामहरू फिर्ता हुने देखिएको छ भने तपाईँले यदि आज केही अप्ठ्यारोहरू छ भने चामल र दुध मिसाएर लक्ष्मीलाई अर्पण गर्नुभयो भने तपाईँलाई लाभ मिल्ने देखिन्छ। त्यसै गरी आज तपाईँले सेतो रङको प्रयोग गर्ने र अङ्क 6 लाई अगाडि बढाएर काम गर्नुभयो भने तपाईँलाई लाभ देखिन्छ। मिथुन राशि, नयाँ कामको सुरुवातका लागि अवसरहरू तपाईँसँग प्रशस्त आउनेछन्। प्रेम सम्बन्धमा मिठास थपिनेछ भने यदि तपाईँलाई अप्ठ्यारो केही गाह्रोहरू परिरहेको छ भने तुलसीको गमलामा गएर मोठमा गएर चाहिँ दीप जलाउनु भयो भने चाहिँ तपाईँलाई शुभ लाभ प्राप्त हुनेछ। त्यसै गरी तपाईँको लागि शुभ रङ हरियो हो भने शुभ अङ्क 5 रहेको छ। कर्कट राशि हुने आज तपाईहरुका लागि परिवारमा कलह हट्ने, मातृकृपा बढ्नेछ, आमाको माया चाहिँ बढेर जानेछ भने केही अप्ठ्यारोहरू छ भने चन्द्रमा दर्शन गरी दूध र पानी चढाउनु भयो भने तपाईलाई शुभ फल प्राप्त हुनेछ भने तपाईलाई आजको लागि शुभ रङ सेतो रजत हो भने शुभ अङ्क चाहिँ 2 रहेको छ। सिंह राशि हुने आज तपाईहरुका लागि नेतृत्व र प्रतिष्ठा बढ्नेछ। जागिर वा पदोन्नतिबाट तपाईले लाभ प्राप्त गर्नुहुनेछ। यदि तपाईलाई अप्ठ्यारो गाह्रो केही छ भने तपाईले सुन र तामाको दियो बाल्नुभयो भने तपाईलाई शुभ फल प्राप्त हुनेछ भने आजका लागि शुभ रङ सुन्तला हो भने शुभ अङ्क 1 रहेको छ। कन्या राशि, सोच्दै आर्थिक सुधार तपाईको हुने देखिन्छ भने अध्ययन र लेखनमा तपाईले सफलता प्राप्त गर्नुहुनेछ। यदि तपाईहरुका लागि कन्या राशि हुने तपाईहरुका लागि होइन मलाई अझै सुधार गर्नु छ, राम्रो गर्नु छ, मलाई अप्ठ्यारो परिरहेको छ भने लाग्छ भने तपाईहरुलाई भइरहेको छ भने चाहिँ रात्रिमा 12 बजे चाहिँ तपाईले श्री हिम क्लीम मन्त्र चाहिँ 108 पटक जप गर्नुभयो भने हुन्छ। श्रीम हिम क्लीम यो मन्त्र तपाईले 108 पटक जप गर्नु भने तपाईलाई शान्ति, तपाईले भनेका कुरा प्राप्त गर्न सक्नुहुनेछ। शुभ रङ चाहिँ पहेँलो छ भने आज तपाईका लागि शुभ अङ्क 5 रहेको छ। तुला राशि हुने तपाईहरुका लागि आज विशेष गरी धन, प्रेम र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने लगानीबाट तपाईलाई फाइदा मिल्नेछ। तपाईका लागि आज 7 वटा दियो बालेर घरको झ्यालमा राख्नुभयो भने तपाईलाई आर्थिक सम्पन्नता र तपाईमा भएका समस्याहरूलाई समाधान गर्नका लागि यसले मद्दत गर्नेछ। आजको लागि तपाईको शुभ रङ गुलाबी हो भने शुभ अङ्क चाहिँ तपाईका लागि विशेष गरी 6 अङ्क रहेको छ। वृश्चिक राशि हुने तपाईहरुका लागि गोप्य स्रोतबाट तपाईलाई धन आगमन हुँदैछ। गोप्य स्रोत कहाँ हुन सक्छ तपाईले ध्यान गर्नु होला, नभए उम्किन सक्छ। आत्मविश्वास र आध्यात्मिक शक्ति तपाईको आज बढेर जानेछ। विशेष गरी तपाईले दान गर्नुभयो, कपडा वा मिठाईहरू दान गर्नुभयो भने तपाईका लागि शुभ रहनेछ। शुभ रङ तपाईलाई आज मारुनी कलर हो भने शुभ अङ्क 9 रहेको छ। धनु राशि हुने आज तपाईहरुका लागि धार्मिक कार्यमा मन जाने, भाग्य बलियो हुने देखिन्छ भने तपाईले विशेष गरी आज लक्ष्मी र विष्णु दुवैको पूजा गर्नुभयो भने तपाईलाई शुभ रहन्छ। तपाईका लागि शुभ रङ पहेँलो हो भने तपाईको शुभ अङ्क 3 रहेको छ। त्यसै गरी मकर राशि हुने तपाईहरुका लागि आर्थिक लाभ र करियरमा उन्नति हुनेछ। वरिष्ठहरूको सहयोग वा तपाईभन्दा ठुलो व्यक्तिहरूको, आदर गर्ने व्यक्तिहरूको तपाईले धेरै सहयोग पाउनुहुनेछ। आज विशेष गरी तपाईले माछा वा जनावरलाई दाना खुवाउन नबिर्सिनु होला। शुभ रङ नीलो रहेको छ भने शुभ अङ्क 8 रहेको छ। कुम्भ राशि हुने आज तपाईहरुका लागि नयाँ अवसरहरू आउनेछ। त्यसै गरी अध्ययन र विदेश सम्बन्धी जुन कामहरू गरिरहनु भएको छ भने तपाईलाई त्यसबाट सफलता प्राप्त हुनेछ। लक्ष्मीलाई तपाईले जल चढाई आज दीपदान गर्नुभयो भने चाहिँ तपाईलाई शुभ फल प्राप्त हुनेछ भने शुभ रङ आज तपाईका लागि नीलो हो भने शुभ अङ्क 7। मीन राशि, अन्तिम राशि, तपाईका लागि आज विशेष गरी आध्यात्मिक जागरण र मनमा शान्ति प्राप्त हुनेछ। तपाईलाई विशेष गरी दाम्पत्य सम्बन्ध चाहिँ सुमधुर हुनेछ। होइन मलाई आज त्यस्तो भएन भन्ने लाग्छ भने वा यसलाई अझै सुधार गर्न चाहनुहुन्छ भने तपाईले लक्ष्मीको फोटोलाई
कमलको फुल अर्पण गर्नुभयो भने तपाईँलाई अझ शुभ हुनेछ, किनभने लक्ष्मीलाई मनपर्ने कमलको फुल। शुभ रङ हल्का नीलो रङको कपडाहरू तपाईँले आज प्रयोग गर्नु भने तपाईँलाई लाभदायी हुनेछ भने शुभ अङ्क तपाईँका लागि 2 रहेको छ। यदि तपाईँले यी सबै राशि सुनिसके पछाडि पनि विशेष गरी आजको दिन चाहिँ कोजागत पूर्णिमा भएकोले रातभर दीप जलाउने, घरमा कार्यस्थलमा उज्यालो राख्नुभयो भने चाहिँ तपाईँका लागि सिद्धि हुनेछ भने ओम श्रीम क्रीम क्लीम श्री सिद्ध लक्ष्मीहाय नमः भन्ने तपाईले मन्त्र चाहिँ 108 पटक जप गर्नुभयो भने चाहिँ तपाईँका लागि अझ सफल तपाईँका लागि मार्ग सजिलो बन्नेछ। गरिब वा असहायलाई अन्न वा वस्त्र दान गर्नुभयो भने पनि तपाईँलाई सहज हुनेछ। राशिले जे जस्तो भने तापनि तपाईँले गर्ने कर्म सबैभन्दा पहिलो तपाईँसँग महत्त्व नै हुन्छ। तपाईँले सकारात्मक भावना राखेर तपाईँले गर्ने कर्महरूलाई अगाडि बढाउनु भयो भने पक्कै पनि तपाईँलाई सधैँभरि फाइदा दिनेछ। तर त्यसका साथै शुभ अङ्क र शुभ रङको प्रयोग गर्दै राशिले भनेका कुराहरूलाई तपाईँले ध्यान दिनुभयो भने ती सकारात्मक कर्महरूमा अगाडि बढ्नलाई मद्दत गर्नेछ। यस्तै राशि लिएर म फेरि पनि तपाईँहरूमा आज उपस्थित हुनेछु। म अहिले बिदा हुन चाहन्छु। यदि तपाईँलाई मेरो यो भिडियो मन परेमा लाइक, कमेन्ट्स र सेयर गरिदिन अनुरोध गर्दछु। यदि मेरो च्यानल अङ्कज्योति ठुस्करलाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गराउनलाई म हार्दिक अनुरोध गर्दछु र तपाईँले गरिदिनुहुन्छ भन्ने पनि विश्वास लिएको छु। हरि ओम।